दुध बाल्नु न मेरो लुगा आउन जानु साधनहरूको त उहाँ साडी लगाएर एकै खाले रातो साडी लगाएर बाटोमा फोटो खिच्दैछ कस्तो भयो थोरै थोरै टिका लगाइदिनु निधारभरि नलाइदिनु यति छ बलि नसकिकन मारेर कस्तुरी मेरो गाडीमा यस्तो मिठो बास्ना छ नि त्यो अस्ति ल्याएको भद्रपुरको त राम्रो छैन है त्यो नमिठो बास्ना हो अब के गर्नुपर्छ नि कलश घुमाउनु पहिला टाउकोमा अनि फुलले छर्काइदिँदै यसरी होइन मुनिबाट यसरी च्याप्प समात्नु नि यहाँ पहिला यहाँ पुज्नु ऐन्द्र दशरथे के भन्छ दशमी 2062को सबैलाई शुभकामना सधैँ यसरी दसैँ मनाउन पाऊँ अर्को साल चाहिँ भाइ भाइ रहोस् होइन यसले नि पुज्ने होइन यो हो यो लोटाले ए अक्षिता यहाँ पर्छ नि न अब त्यो लोटाको पानीले घुमाउनु तीनचोटि कता दाहिनेपट्टिबाट होला यो त यता हुँदैछ नि होइन युट्युबमा युट्युबमा तपाईँको युट्युबमा छ अनि जल चाहिँ कहाँ छ अब के गर्नु लाउनु होइन यस्तो छड्किनु सबैलाई थोरै थोरैले है कलर लाग्छ थोरै थोरै यस्तो यस्तो पनि गर्छ त ल बहिनीलाई सरले के पनि हुँदैन होइन के आशीर्वाद दिउँ आशीर्वाद मैले भनेको सुन्ने तपाईँले चाहिँ केही पनि पक्रा नगर्नु छैन पर्दैन जान्छ मेरो अर्कै कलर लुगा यो केही होइन हौ फस्न सबै थोरै लगाइदिनु तपाईँले भनेको होइन मैले भनेको चाहिँ सुन्नुपर्छ अनि मात्रै घरमा शान्ति हुन्छ तिमीले भनेको सुन्न थाल्यो भने त मलाई फेरि झाडु बोकेर नै हाल्नु होइन दादालाई फर्स्ट अनि मात्रै बहिनीलाई दाजु ठुलो होइन त झाडु मात्रै बोकेर हिँड्ने होइन बन्दुक पनि बोकेर हिँड्नुपर्छ खरा कोदाली पनि बोक्नुपर्छ बन्दको अलरेडी छ पड्काइदियो त भाइ मलाई के भयो बहिनीलाई चाहिँ के भन्नु बहिनी त्यहाँनिर मुख लाग्ने होइन बेसी कान नचुहाउनु कान नसुन्ने होइन कान भन्ने बित्तिकै सुन्ने होइन मुख मात्रै चलाउने न हात पनि छिटो छिटो चलाउनु पर्यो नजाने कान चाहिँ बरु नसुन तर भनेको चाहिँ सुन आशीर्वाद मेरो झरो के यता हात धुने पानी राखेन उता बोतल छ त्यहाँ ती छ पावा खुट्टामा ढोक्नुपर्छ बहिनीले चाहिँ नचिकन अलग्गै दादाले त पुरै चुहेर खुट्टा यसरी बहिनीले चाहिँ अलग्गै यसरी नमस्ते मात्रै गर्नु अब यस्तो गर्ने अनि यस्तरी दिने होइन भयो यो त आशीर्वाद हो नि त खोइ खुट्टा ढोक्नु पर्ने होइन मैले चाहिँ ढोक्नु पर्यो ल ल टिका टिका जान्छ ल ए हाम्रो जमारा फुल्यो फल्यो बहिनीलाई त मैले ढोक्नु पर्ने होला खुट्टामा यिनीहरूलाई त खुट्टामै ढोक्नु पऱ्यो नि मैले ढोग्नु होइन नि अलग्गै हो अन्त छोरीले पहिले छोरा नमस्ते गर्नु आइन ढोग्नु होइन नचिकन यस्तो गर न यस्तो गर नि म चाहिँ यस्तो गर्छु ल लाठी अब के गर्नु लाग्नु होइन अब खानापिनामा त के गर्नु लाग्यो होइन
अरूले गरेको सिकेर अरूलाई पनि गर्नुपर्छ यहाँनिर साइड लगाउनु न हावाले त दियो चाहिँ नमर्छ आजको दिन लैजाउँ उता स्टोरमा टक्क छोइदेऊ तपाईँको टक्क छोइदेऊ न भनेको मैं त एकछिन ल बाटो में तेरी ल बिचमा ह्याप्पी दसैँ खोइ भनेको सबै Happy दसैँ। हाम्रो आफूले फेरि यस्तो